हेलो एन्ड नमस्ते साथीहरू सबैजना आरामै हुनुहुन्छ होला है। म चाहिँ अहिले यहाँ चाहिँ एउटा तपाईहरुलाई बीचको भिडियो देखाउनको लागि चाहिँ म अहिले यहाँ बीचमा आइसकेको छु। एकदम मजाको एकदम राम्रो भ्यू छ हैन। जस अब सनसेट अहिले चाहिँ सनसेट टाइम हो नि त। सो सनसेट चाहिँ एकदम बबाल देखिन्छ। समुद्रमा छालहरू टक्क ड्याङ्की ड्याङ हानिरहेछ र अहिले चाहिँ भ्यू पनि एकदम खत्रै भ्यू आउँछ यहाँदेखि। सो त्यही भएर म तपाईहरुलाई चाहिँ आज यो कोरियन बीच, यो बीचको नाम चाहिँ कोरियन बीच हो। यहाँदेखि माथि पनि अब ठुलै बीच छ। यहाँको फेमस बीच भनेकै यही हो कोरियन बीच। अनि म चाहिँ तपाईहरुलाई अब सर्लक्कै समुद्रको भ्यू विथ सनसेट देखाउँदै छु है त। हेर्नु सनसेट चाहिँ यहाँ चाहिँ राम्रो देखिन्छ। सरर बस्यो हैन। यता तल हेर्नु हो भने तल पनि मान्छेहरु रमाइलो गरिरहेको छ। यता माथि टक्क माथि चाहिँ कोरियन बीच स्पेशली चाहिँ माथिको हो। यो पनि त्यो कोरियन बीचकै छेउछाउ आसपासमै पर्छ हैन। सनसेट बब्बाल मिठो भ्यू आउँछ। समुद्रको छाल एकदम अमेजिङ बब्बाल दामी देखिन्छ के। अलि ध्यान दिएर सुन्नुभयो भने चाहिँ त्यो ठ्याक्कै छाल हानेर रिटर्न ब्याक हुँदाखेरि चाहिँ त्यो सानो ढुङ्गाहरू पल्टेको साउन्ड पनि मिठो सुनिन्छ के। सरर एउटा त्यो प्रायःसो यहाँको ढुङ्गा चाहिँ हेर्न सक्नुहुन्छ है। पुरै गोलो छ नि त। सो त्यही भएर टक्क यो साउन्ड के हैन मिठो साउन्ड सुनिन्छ। सरर छालहरूले हानिरहेको छ। एकछिन बसेर म तपाईहरुलाई यहाँको भ्यू सनसेटको भ्यू देखाइदिन्छु। सनसेट रिमी यो चाहिँ के अरे कोरियन बीच है। कोरियन बीच हेर्न सक्नुहुन्छ। माथि चाहिँ प्याराग्लाइडिङहरू पनि गरिरहेको छ। समुद्र चाहिँ बब्बाल देखिन्छ है। सनसेटसँग चाहिँ बब्बाल देखिरहेछ एकदम दामी। अनि यो छालहरू हेर्न सक्नुहुन्छ है।
चाहिँ सी यु इन द नेक्स्ट भिडियो है। म चाहिँ फेरि तपाईँहरू हाम्रो भेट चाहिँ अर्को भिडियोमा हुनेछ। त्यतिन्जेल म तपाईँको होस्टलाई पनि बिदा दिनुहोस्। हस्त अन्तिमसम्म हेरिदिनु भएकोमा हस्त धन्यवाद। बाई बाई। जय नेपाल।